हेलो गाइस, वेलकम टु माई ब्लग होइन गाइस। आज चाहिँ टक्कसम्म म जाँदैछु बजार होइन, दुईहरू तन्न र प्लास्टिक लिनु होइन जाँदैछौँ गाइस। परा पुग्यौँ होइन। अब हुनला यस्तो पहिरो गएको छ होइन, योभन्दा के तिर्छ यो, कतिखेर पुगिन्छ थाहा छैन होइन। मङ्गलबार जाँदैछौँ गाइस। म एक्लै छु होइन, उता ध्यानले साथी हुन्छ स्कुलको, सायद हुन्छ होला कि हुँदैन थाहा छैन। जाँदैछौँ माथि पुगौँ होइन, यहाँ माथितिर घर छ। जाँदैछौँ गाइस। टक्कै उयो बेला सनफ्लावर फुल पनि रोप्नु भएको रहेछ होइन। यतातिर धुस पनि रहेछ, आलचालबाट राम फलेको पनि रहेछ होइन, पाकेको छैन। आल्चा भन्दा पनि आलु बखडा रहेछ है, आलु बखडा राम फलेको रहेछ यहाँनिर। यहाँ चाहिँ खोल्ची छ, यहाँ चाहिँ खोल्ची छ गाइजहरू। मङ्गलबार कतिखेर पुग्नु थाहा छैन होइन, अलिक छिटो छिटो जान्छु म। हतार छ, यस्तो छिटो छिटो जान्छु होइन, अलिक कुद्नुपर्छ बेला 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 कुद्नुपर्छ। यहाँनिर यस्तो छ बाटो चाहिँ होइन, मङ्गलबार जाने। म तल्लो बाटो जाँदैछु, माथिल्लो बाटो भने चाहिँ पछि थियो, अलिक ढिलो हुन्छ। त्यो भएर गएनौँ होइन, जाँदैछौँ उपर। फेरि गाई चाहिँ बाटो झुक्केर नि कहिले गइएको थिएन यो बाटो, फेरि बाटो झुक्क्यो कि तल्लो बाटो जाँदा भन्दै दोधारमा परिगयो गाईहरू। जाँदा यहाँनिर नालीहरू सोध्नु भएको रहेछ, यहाँनिर कहिले सोध्नु भएको थाहा भएन। यता मोटो माटो फ्याँक्नु भएको रहेछ, पाइप पनि रहेछ होइन, पाइप। यो चाहिँ हाम्रो घर छेउमा बाटो खन्नुहुँदै थियो नि गाइजहरू, हो यो बाटो हो, आउँदैछौँ होइन। यहीँनिर हो यही बाटो हो। यहाँ चाहिँ अलिक पछि खन्नु भएको रहेन कि खनेको हो कि थाहा भएन होइन। झ्याकुले यस्तो छ खनेको बेला चाहिँ। यहाँदेखि चाहिँ यहाँबाट हिलो पनि रहेछ, लास्टै हिलो रहेछ यहाँनिर। हिलो हिलो पनि रहेछ होइन, यस्तो हिलो रहेछ। बाटो खनिसकेर भ्याकु बिदा गरिसक्नु भयो। बाटो भने यस्तो छ। हेलो गाइस, म चाहिँ भन्ज्याङ तलतिर आइपुगौँ, गाखरी भन्ज्याङ मासतिर हो भन्ज्याङ चाहिँ देखाउनेछौँ। भन्ज्याङ तलतिर आइपुगौँ, ए हेर्नु ल भन्ज्याङ आइपुगौँ। भन्ज्याङ आइपुगौँ गाइसहरू होइन। मङ्गलबार पुग्नु पनि यति नै बेर लाग्छ। स्कुल लागिरहेछ भन्ज्याङ स्कुल। भन्ज्याङ चाहिँ अलिक सानो सानो छ गाइसहरू, यहाँ माथि स्कुल छ। म चाहिँ लागौँ है भन्ज्याङबाट जाँदैछौँ, अलि तलतिर हो होइन। यहाँ मास्टर स्कुल छ, गाखरी भन्ज्याङ 8 सम्म छ। कहिले पुग्नु नि भगवान्।